त्यत्रो देश तहस हुँदा जलिरहँदा त्यसलाई आगो निभाउनुको सट्टा भागेर दुला कुनाभित्र पसे ती फेरि बाहिर आएर जुन गर्दन खोजिरहेका छन् तिनीहरूलाई र फेरि एउटा गलत भाष्य निर्माण खोजेका छन्। यो कुनै अमुक शक्तिले वैदेशिक शक्तिले गरेको हो भन्ने जुन कुरा गरेका छन् यसबारे म के प्रश्न पार्न चाहन्छु भने यो विद्रोह यहाँका युवाहरूको जायज विद्रोह 20औं वर्षदेखि र खास गरी गत 10 वर्षमा तीनटा टाउकाहरू पुराना तीन दलका भ्रष्ट तीनटा टाउकाले आलो पालो देशको जसरी दोहन गरे र देशलाई भ्रष्टाचार र आहालमा चुर्लमा डुबाएर हाम्रो युवाहरूलाई विदेश जान बाध्य पारे त्यसको विरुद्धको चाहिँ एउटा जायज विद्रोह हो यो। तर त्यो विद्रोह कहिले पनि नापितौले जस्तो चाहिँ हुँदैन हो। त्यो विद्रोहको बलमा 23 गते जसरी दमन गरियो पछि 24 गते चाहिँ हामीले प्रष्टै देख्यौँ। स्वतः नै जुन प्रतिगामी शक्तिहरू थिए देशभित्रका शक्तिहरू र बाहिरबाट पनि पानी धमिल्याएर माछा मार्ने शक्तिहरू थिए छन् सधैँ हुन्छन् तिनीहरूले पनि प्रवेश गरेको स्वतः नै बुझ्न चाहिँ सकिन्छ। त्यसैले त्यो सहायक कुरा हो। त्यसैले विद्रोह जायज थियो र नेपाली युवाहरूको आफ्नै मौलिक विद्रोह हो त्यो। त्यसलाई चाहिँ प्रतिगामी देशभित्रका प्रतिगामी शक्ति जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन परेको छैन त्यसलाई उल्ट्याउन चाहने शक्तिहरू र बाह्य शक्तिहरू जो नेपाललाई चाहिँ अस्थिर बनाइराखेर आफ्नो स्वार्थ सेक्न चाहिँ रोटी सेक्न चाहन्छन् ती तत्त्वहरूले पनि हात हालेको सहजै बुझ्न सकिन्छ। तर विषयान्तर गरेर यो अरू कसैले गराएको भनेर यो आन्दोलन यत्रो क्रान्तिकारी महत्त्व बोक्ने आन्दोलनलाई बदनाम गर्ने प्रयत्न तिन पुराना भ्रष्ट नेताहरूले जुन गरिरहेका छन् त्यो म पुरै भर्त्सना गर्न चाहन्छु र युवा पङ्क्तिलाई प्रष्ट रहन म आग्रह गर्न चाहिँ चाहन्छु र मेरो ऐक्यबद्धता उहाँहरूसँग निरन्तर रहन्छ। यसो सँगसँगै अब स्थिति के छ के हुन्छ भन्ने जहाँसम्म प्रश्न छ म युवा साथीहरूले के आग्रह गर्न चाहन्छु किन म आफै म त 36 सालको आन्दोलन 46 सालको आन्दोलन 52-62 को जनयुद्ध र जनआन्दोलन भोगिसकेको र प्रत्यक्ष त्यसमा भूमिका निर्वाह गरेको नेतृत्वदायी नै भूमिका रहेको व्यक्तिको नाताले के भन्न चाहन्छु भने यस्तो बेलामा तपाईहरुले आंशिक जित हासिल गर्नुभयो पुरानो सरकारले त ढाल्नुभयो तर सत्ता ढलेको चाहिँ छैन। अहिले हामीले व्यवस्था नै बदल्न खोजेका त होइन तर व्यवस्थामा केही महत्त्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्टहरू त्यहाँबाट जन्मिए फेरि भ्रष्टहरू जन्मन नपाउन् र तपाईहरु आफै पनि त्यो सत्ताले भ्रष्ट नपाओस् भन्नको निम्ति केही सुधार गरेर मात्रै निर्वाचनमा चाहिँ जानु चाहिँ पर्छ। खास गरी निर्वाचन प्रणालीमा जुन त्रुटि छ मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरि आधा खाली छ भनेको थिएँ किनकि यसको शासकीय जुन त्रुटि छ त्यसले गर्दा कसैले पनि बहुमत ल्याउन दिँदैन कुनै पनि सरकारलाई 5 वर्ष टिक्न दिँदैन। जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन त्यति बेलासम्म सुशासन र समृद्धि हुँदैन। हाम्रो मुख्य एजेन्डा सुशासन समृद्धि हो। त्यसको निम्ति चाहिने चाहिँ फेरि राजनीतिक लोकतान्त्रिक स्थिरता कुनै तानाशाहको राजा महाराजाको गतिहीन स्थिरता होइन लोकतान्त्रिक स्थिरता। त्यसको निम्ति शासकीय प्रणालीमा हामीले समयको सुधार गर्नै पर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो।